अब हामीले चाहिँ यो माथिको यो देख्यो नि अलि यो के हो अलि बाक्लो टाइपको हो, यसमा चाहिँ कहिलेकाहीँ फोहोरहरू जम्छ अनि यसमा सिरप पनि बस्दैन र क्रिम पनि बस्दैन। हामीले तलपट्टि नि माथिपट्टि पनि के गर्नु पर्यो, यसको यो लेयरलाई चाहिँ हामीले फाल्नु पर्यो है। सलक्क रेटी रेटी चाहिँ के गर्नु पर्यो, काट्नु पर्यो। घरमा सब्जी काटे जस्तो हुँदैन यो चाहिँ है। अनि यसरी छ। अब अहिले हामीले चाहिँ मिनी केक बनाउनु हामी त मिनी केकको चाहिँ अब ठाउँ ठाउँ अनुसार के हुन्छ यसको हाइट हुन्छ कति सेन्टिमिटरको युज गर्ने भनेर। अब हाम्रो काठमाडौँ बेकरीमा चाहिँ कति हुन्छ 9 सेन्टिमिटरको हुन्छ। अब मोटो मोटो लेयर गऱ्यो भने स्टेबल बस्छ, यदि पातलो पातलो भयो भने यताउता हल्लिने चान्स हुन्छ। त्यही भएर चाहिँ के गर्ने हामीले अलिक मोटो मोटो लेयर काट्ने, बिचबाट घुमाइ घुमाइ पहिला लाइन दिने अनि बल्ल काट्ने, काटेपछि सलक्क भयो है। अब यो फोहोरलाई चाहिँ यो धारवालाले चाहिँ फाल्ने होइन, यो हुन्छ नि यो नभएकोले चाहिँ सलक्क यसरी घुमाउने अनि गरेर फाल्ने डस्टबिनमा। एरिया चाहिँ सधैँ के गर्नु पर्यो, क्लिन गर्नु पर्यो। यही उडेर हामीले केकमा लास्टमा फिनिसिङ दिँदाखेरि यसैले के गर्छ घ्याउ गराउँछ, बिगार्ने चान्स हुन्छ। त्यही भएर चाहिँ के गर्नु पर्यो, एरिया क्लिन राख्नु पर्यो है राख्ने। अनि त्यसपछि के गर्ने, सुगर सिरपले चारैतिर भिजाउने। पहिला धेरै नभिजाउने, पछि हामीले एड गर्न सकिन्छ। त्यही भएर चाहिँ ठिक्कको भिजाउने। यसरी एप्लाई गरे नि मिल्यो। तर हामी चाहिँ भर्खर अब क्लास जोइन गर्नेवालाले चाहिँ बिगिनरवाले चाहिँ के गर्नु पर्यो, पाइपिङ ब्यागले चाहिँ क्रिम लगाउनु पर्यो है। धेरै क्रिम पनि युज नगर्ने, ठिक्कको क्रिम युज गर्ने। सधैँ हामीसँग चाहिँ एउटा पानीमा चाहिँ के राख्नु पर्यो, प्यालेट नाइफ चाहिँ भिजाएर राख्नु पर्यो। किनकि कहिले काहीँ ड्राई भएको हुन्छ, भित्र आउने क्रिम चाहिँ अलिक टाइट हुन्छ कि। बाहिर क्रिम बाहिर लेयरिङ गर्ने के अरे आइसिङ गर्ने भन्दा नि भित्रको क्रिम चाहिँ अलिक टाइट हुन्छ। किन टाइट हुन्छ, किनकि योसँग अर्को जोडिँदै जान्छ नि त। अनि त्यो स्टेबल होस् भनेर चाहिँ अलिक टाइट क्रिम हुन्छ है। टक्क यसलाई घुमाएर सलक्क एक्स्ट्रा क्रिम चाहिँ यसरी पुस्नु पर्यो टक्क। अनि यसलाई यस्तो गर्ने है। अब भित्र अब हामीले के बनाउनु लाग्यो अहिले, मिनी केक व्हाइट फरेस्टवाला है, चोको चिप्स। त्यही कारण अरूहरूले चेरी पनि राख्नुहुन्छ, चेरीवालाले चाहिँ छिटो बिगार्ने चान्स हुन्छ कि कसैले चेरीहरू मन पर्दैन नि त। त्यही भएर चाहिँ हामीले चेरी स्किप गरेको। टक्क सिधा राख्नु पर्यो यसलाई, फेरि सुल्टो उल्टो भन्ने हुन्छ। सुल्टो चाहिँ सधैँ माथि हुनु पर्यो, हाइट देखिनु पर्यो नि त। त्यही भएर सुगर सिरप टक्क यसरी घुमाएर लगाउने। अनि फेरि राउन्ड 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 हुनु पर्यो है ठिक्कको। एक्स्ट्रा पानी फालेर चाहिँ फेरि प्यालेट नाइफको हेल्पले चाहिँ हामीले राउन्ड 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 घुमाउनु पर्यो। यसमा के गाह्रो छ त, कतिजना स्टुडेन्टहरूले यहीँ चलाएको चलाइ गरेर क्रिमै फटाउनुहुन्छ कि। त्यस्तो गर्न चाहिँ भएन, नडराइकन है। धेरै चोको चिप्स पनि राख्न हुँदैन, कटिङ गर्दाखेरि झ्याउ हुन्छ। अब फेरि यसमा चाहिँ अघि चाहिँ देखेको थियो, अब यसमा सुल्टो र उल्टो कुन होला, यो सुल्टो कि यो सुल्टो हो, यो सुल्टो है। ल सिधा गराउँदै फेरि के गर्नु पर्यो, सुगर सिरप एड गर्दै। सुगर सिरप पनि धेरै चाहिँ एड गर्न हुन्न, ठिक्क। अब यही क्रिम पनि युज गर्न पायो। अब थोरै हामीले के गर्नु पर्यो, अब थोरै अब 9 सेन्टिमिटर देखेन, पहिला यसरी चेक गर्ने। चेक गरेपछि ल ट्याक्क 9 छैन। अब यो चाहिँ लेयर दिएर 9 भयो, अब आइसिङ गरेर पो 9 हुनुपर्ने, अब एक्स्ट्रा भएन। अब हामीले चाहिँ यसलाई चाहिँ के गर्ने, काट्ने। फेरि चेक गर्ने है। ल अलिक कम गरेपछि ठिक्क हुन्छ। सधैँ एकै नासको हुनु पर्यो के, किनकि कसैले अलि ठुलो हाइटको जाला, कसैले सानो हाइटको जाला होइन। हामीले चाहिँ केकमा चाहिँ त्यो ध्यान दिनुपर्छ कि एउटै हाइट होस्, सिमिलर हाइट होस्, सबैको कस्टमर हरेक कस्टमर चाहिँ इक्वल जाओस् भन्ने चाहिँ हुनु पर्यो। ल ठिक छ।
यो भाग चाहिँ सधैँ इक्वेल हुनु पर्यो, कतैतिर भिर कतैतिर उकालो त्यस्तो टाइपको हुन भएन, ठिक्कको हुनु पर्यो है। ल अब मैले भने नि सुगर सिरपहरू चाहिँ हामीले पछि एक्स्ट्रा हाल्दिउँ एड गर्ने, अलरेडी के ह राम्रोसँगै के अरे भिजेको छ भने चाहिँ परेन। अनि हल्का यस्तो गरेर बिचमा राखेर फेरि आइसिङ गर्नुभन्दा अगाडि चाहिँ हामीले एरिया टोटली क्लिन गर्नु पर्यो है। त्यो क्लिन गरेन भने चाहिँ केकमा चाहिँ ब्रेड क्रम्सहरू जाने चान्स धेरै हुन्छ कि, त्यही भएर सुरुमा एरिया क्लिन गर्ने अनि बल्ल केक बनाउने। लेयर पातलो लेयर गरायो भने चाहिँ धेरै राम्रो हुन्छ है, बाक्लोवाला क्रिमको, टाइट क्रिमको दिनलाई। अनि अलिक बाक्लो क्रिमले तिमीहरूले यो यसको हल्का ग्यापहरू होइन, पालहरू कुनै बेला कतै कुनै ठाउँमा चाहिँ ग्यापहरू बसिरहेको हुन्छ कि, त्यसलाई फुलफिल गरिदियो भने चाहिँ के हुन्छ, फिनिसिङ राम्रो आउँछ है। ब्यागले नै के गर्नु पर्यो, आइसिङ गरेको राम्रो है। हल्का सबैतिर फिजाउनु पर्यो हलुका हातले होइन। स्मुथ देऊ भन्छु। अब यो गरेपछि बाहिर क्रिम एकदम धेरै छ होइन, अब हामीले के गर्नु पर्यो, यो कोम हुन्छ नि यसले चाहिँ के गर्नु पर्यो, एक्स्ट्रा क्रिम लिनु पर्यो। यसको काम एउटा डिजाइन दिने पनि हो भने अर्को भनेको एक्स्ट्रा क्रिम पनि लिइदिन्छ है। ट्याक्क स्ट्रेट भएर हामीले चाहिँ केक बनाउँदाखेरि धेरै जस्तो निहुरिनु पर्ने, पोल्टिनु पर्ने हुन्छ, सिधा बसेर कहिले नि केक बन्दैन। ल स्ट्रेट भयो नि होइन। यसरी चाहिँ हामीले एउटा केक बनाउन सकिन्छ। अब यसमा डिजाइन दिने आफ्नै तरिकाले है, सकेसम्म चाहिँ हामीले चाहिँ सिम्पल डिजाइन दिएको राम्रो, किनकि अहिले चाहिँ सबैले सिम्पल सिम्पल केमिकल फ्री अलि धेरै नै कलर हाल्यो भने चाहिँ के हुन्छ, धेरै केमिकल बढी एड हुन्छ होइन। त्यही भएर चाहिँ हामीले के गर्नु पर्यो, सिम्पल डिजाइन दिनु पर्यो।